Happy birthday. Om Bhaveshwaya Namah. Om Akashashvaya Namah. Om Ashwini Kumarabhyam Ashwini Kumarabhyam Namah. Om Krishnena Rasavardhamano Nivesanam Retam Margatena Nisavitarathena Devo Jadivo Nanapasino Om Suryaya Swaha Suryaya Namah. Om Iman Deva Sapatnam Karini Asapatnam Suvarnam Mate Chatara Mate Jarithaya Jana Raja Sindriyaya Imam Mukha Putra Mukhe Putra Masaya Kami Radha Somasmakam Brahmana Raja Om Chandramase Swayam Chandramase Namah. Agni Murdadiva Kaputpate Prativya Matara Sekha Yoshijunati Om Bhogaya Swayam Bhogaya Namah. Good to like you. Budu dasane kutila gretamishta purne sakshre thaman saksava aditara sise devas zamana sise dachirato om budaya swayam budaya namah. Om Brihasmate atyaya gurumadi katmandatu dane gojali dasavasare tapadata dasudrun jai chitram om gurave swayam gurave namah. Shukraya namah. Om nanam varskatora sampramana vyabhivachatram pa om pradapati ratin Om Pratam Madhu Shukraya Swayam Shukraya Om Swayam Shane Saram Sanodaya Ravi Sandana Shane Saram Swayam Shane Saram Om Kayana Putra Bhagavati Sadaveda Sakaya Satisana Kasta Satyo Sakaya Satisana Om Rave Swayam Om Kala Swayam Kala Namah Swayam Adhyona Om Magnay Swayam Namah Om Gunde Swayam Gunde Namah Om Vishnu Swayam Vishnu Namah Om Indra Swayam Indra Namah Matrivya Swayam Matrivyo Namah Om Loka Matrivya Swayam Loka Matrivya Satam Namah Namo Prasthaya Yata Aparata Satam Durgādevai Namah Om Saranagata Nasa Paritana Sarashatyare Devi Narayani Namostute Kir lagai Om Mayum Chanda Vichana Swaha 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 अग्निको श्रीमती स्वाहालाई खुसी बनाऊ स्वाहा भनेको अग्निको श्रीमती हुन् अग्निलाई खुसी गराउनु उसको श्रीमतीलाई खुसी गराउनु पर्छ श्रीयं बलं तेजा आयुष्यमारोग्यं हव्यवाहन भूभू अग्निमा शक्ति सर्वकर्म प्रसादन कर्मान्तरेऽपि सम्प्राप्तं सान्निध्यं कुरु सर्वदा यन्मुखं सरदेवानां येन तर्पयन्ति देवता सनो भवतु सुप्रीतो लोकनाथोतासनः अलक्ष्मी यत् दोषं खम्बे सर्वगात्रे सभास्थितं तत्सर्वं समयदत्तं लक्ष्मीं पुष्टिं च वार्धय आद्यं तेजसमुत्तिष्ठम् आद्यं पापहरं शुभम् आद्यं शिराणाम् आहार आद्ये लोका प्रतिष्ठिता भूमान्तरिषुन्दिग्नवायन्वे कलि समागतं सर्वं तद्दाद्यसंस्पर्शात् प्रणाशम् उपगच्छतु कामधेनु समुत्पन्नं देवानां तम् आयुर्वेदं साध्यं तातु सदैवताम् अग्नये नमः मन्त्रपुष्पाणि
यानि कानि च पापानि धम्माति दापि कुमारावति जगन्नाथ गातं देवी द्रविणमभिभूयास्तवमया तथापि संशयं निर्ममं यत्र पुरुषे कुतो जायेत क्वचिदपि कुमाता न भवति यथा देवा विविधविधसेवा कुलतया मया पञ्चाशीतेरधिकमपनीते दुवयसि इदानीं चेन्मातस्तव यदि कृपाणापि भविता निरालम्बो लम्बो जगजननिकं यामि शरणं सचाको दल्पाको भवति मधुपाको पमगिरा निरातङ्को रङ्को विहरति चिरन्तौ त्रिकनकै तापर्णे कर्णे विशति मनुवर्णे फलमिदं जननाभोगायिते जननि जपनीयं जपगिरौ रसमयेवो करलमसनं विपटकरो जटाधारी कण्ठे भुजगपतिहारी पशुपति कपाली भूतेषु वसति जगति शैलपदवीं भवानी पाणि ज्ञानपरिपाके फलमिदं नमो क्षाक्षाकाङ्क्षा भवविभवाञ्छापि जनमे न विज्ञानापेक्षा शशिमुनिसुखेशापि रघुना असतं संयाते जननि जननं यातु मम वै मृगाणि रुद्राणि शिव शिव भवानि च जपत नारायणिता सिद्धिनादुर्गोचारे किं रोक्षति धनपरे न कृतं वचोवि श्यामे त्वमेव यदि किञ्चनयनाथे दशे कृपास्थितं मम परं तवैव आपासुमग्ना स्मरणं तदेयं करोमि ते करुणानवेशे चक्रं ममावेताखिलादुषापादनसिं सरन्ति जगनं रुचित्रमरकिं परिपूर्णा करुणाभिचेन्मयो अपराधपरम्परावृतं नैमाता समुपेक्षते शुभं मत्समापादके नास्ति आपल्लीपसमाने एवं ज्ञात्वा महादेवी यथायोगं तथा कुरु जयन्ती मङ्गलाकाली जय तुम देवी चामुंडा जय भूतात्यारिणी जय सरस्वती देवी नारायण नमोस्तुते ब्रह्मामरारी स्थितिवर्तकारी मनुष्यसे भूमि सुतोदास गुरु शुक्र शनिराहुते सर्वे शान्तिरावन्तु सूर्य शौर्यमथेन्द्र इन्द्र पदवीं सन्मङ्गलं मङ्गल सद्बुद्धिं स गुरो गुरु स गुरुतां शुक्रः सुखं शंसने राहुर्बाहुबलं करोतु सततं केतुकुलस्योन्नतिं नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूलाग्रा सर्वेभ्यो देवी देव्यो नमः मन्त्रपुष्पाञ्जलिं समर्पयामि काये आवाहनं नदानामि नदानामि तवार्चनं पूजां चैव नदानामि नमः परमेश्वरे मन्त्रहीनं क्रियाहीनं गिरीनं सुरेश्वरे यत्पूरितनादेवी परिपूर्णतरात्मे अज्ञानात् स्मृतिर्भ्रान्त्या यन्नूनं मदकं कृतं तत्सर्वं क्षमतां देवी प्रसीदा परमेश्वरे अपराधशास्त्राणि क्रियन्ते रसमया जगद्धिताय कृष्णाय गोविन्दाय नमो नमः।
द्रोणसुते श्रियं च दशरथे शत्रुक्षयेन्द्रार्गवे ऐश्वर्यं नौषे गति सपवने मानं च दुर्योधने सूर्यो शान्तवने बलं चलदरे सत्यन्तकुन्तीसुते विज्ञाने विदुरे प्रभोत भवतां कीर्तिर्नारायणे मंत्रार्थ सफला सन्तु पुरा सन्तु मनोरथा शत्रूणां बुद्धिनाशस्तु मित्राणामुदयस्तव मंत्रार्थ सफला सन्तु पुरा सन्तु मनोरथा शत्रूणां बुद्धिनाशस्तु मित्राणामुदयस्तव सर्वबाधा विनिर्मुक्तो धन धान्य सुतान्वित मनुष्यो मत्प्रसादेन भविष्यति न संशय जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा नमोस्तुते। ध्यायुखन्दमदग्ने पश्यपश्यद्रायुखं देवपुत्रायुखं तन्नो अपुत्रायुखं सदशरथे शत्रुक्षयेन्द्रागवे ऐश्वर्यं नौषे गतिस्तपवने मानं च दुर्योधने सूर्यो शान्तवने बलं चलदरे संयन्तकुन्तीसुते विज्ञाने विदुरे प्रभुतिभवतां नारायणे मंत्रार्था पुरा सन्तु मनोरथा शत्रूणां बुद्धिनाशस्तु मित्राणामुदयस्तव सर्वबाधा विनिर्मुक्तो धनधान्यसुतान्वित मनुष्यो मत्प्रसादेन भविष्यति न संशयः। शत्रुक्षयेन्द्रार्गवे ऐश्वर्यं नौषे गतिस्तपवने मानं च दुर्योधने सूर्यो शान्तवने बलं चलदरे सत्यन्तकुन्तीसुते विज्ञाने विदुरे प्रभुतिभवतां कीर्तिर्नारायणे सर्वबाधा विनिर्मुक्तो धनधान्य सुतान्वित मनुष्यो मत्प्रसादेन भविष्यति सफला सन्तु शत्रूणां बुद्धि फाउन्डेसनले 3 वर्षदेखि दुर्गा पूजाको शुभ अवसर सम्पूर्ण भक्तजनहरूलाई प्रदान गर्दै आएको छ र सबैभन्दा पहिले पशुपतिनाथले दुर्गा पूजाको आयोजना अफिसमा गरेको थियो र साह्रै सानो कोठामा भए पनि एकदम भव्य रूपमा एकदम श्रद्धापूर्वक भक्तजनहरू उपस्थित भएर दुर्गा पूजामा सहभागी हुनुभएको थियो र त्यस पछाडि सनातन टेम्पलमा भएको थियो गत वर्ष। अब यसपालि पशुपतिनाथ फाउन्डेसनले आयोजना गरेको दुर्गा पूजा कहाँ गर्ने त भन्ने कुरामा छलफल हुँदा फाउन्डेसनको समितिले ल भक्त थापाको घरमा अथवा उहाँले नि ल ठिक छ मेरै घरमा आयोजना गरौँ न त भनेको हुँदा र यहाँ पशुपतिनाथले आयोजना गरेको दुर्गा पूजा 9 दिनसम्म प्रत्येक दिन सहभागी भएर जस्तै नानु थापा, निरा पाण्डे, मनिका पाण्डे आदि लगायत अन्य सम्पूर्ण महिलाहरू सहभागी भएर पुरुषहरू सहभागी भएर एकदम उत्साहका साथ श्रद्धा भक्तिपूर्वक तन मन धन दिएर यो जुन दुर्गा पूजा भएको छ र आज दुर्गा पूजाको विसर्जन पनि भइसकेको छ र यो दुर्गा पूजामा सहभागी हुन र यो हाम्रो कल्चरलाई जोगाइराख्नको लागि उहाँहरूले एउटा ठुलो मौका प्रदान गर्नुभएको छ हामी सबैलाई र यहाँ सम्पूर्ण भक्तजनहरूको तर्फबाट त्यसरी आफ्नो भवन उपलब्ध गराएर राति नै उठेर प्रसादहरू पूजा सामग्रीहरू तयार गरेर र आउने भक्तजनहरूलाई समेत बस्ने पूजा गर्ने अवसर प्रदान गर्नुभएकोमा भक्त थापाको परिवारलाई म मेरो तर्फबाट
धेरै 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 धन्यवाद दिन चाहन्छु र उहाँहरूको उत्तरोत्तर प्रगति होस् र यसरी पूजाआजामा सहभागी हुनुपर्छ हाम्रो कल्चर यो भन्ने कुरा चाहिँ साना साना बालबच्चाहरूले पनि देखेका छन् सिकेका छन् र हिजो कन्या पूजा पनि एकदम भव्य रूपमा भएको छ हवनहरू भयो होइन। अब यहाँ अमेरिकाको बसाइ भएको हुनाले धेरै लामो समयसम्म अब धेरै जो विधिवत धेरै लामो पूजा भनेको अब अग्निस्थापना आदिदेखि लिएर धेरै कार्यक्रमहरू हुन्छ र त्यसमा मैले गर्न सकिनँ किनभने छोटो टाइम भएको हुनाले एकदम संक्षेपमा पूजा भएको छ र त्यो पनि धेरै ठुलो कुरो र पुनः फेरि म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। फाउन्डेसनले जुन आयोजना गरेको नवदुर्गा पूजामा सम्पूर्ण कम्युनिटीका महानुभावहरू यहाँ आइदिएर यो कार्यक्रम सफल बनाइदिनु भएकोमा उहाँहरूलाई श्री पशुपतिनाथ फाउन्डेसन परिवार हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ र 9 दिनसम्म निरन्तर रूपमा सहभागी भएर बिहान 5 बजेदेखि उठेर विभिन्न प्रसाददेखि लिएर पूजाको साधनहरू तयार गर्ने सम्पूर्ण महिला वृन्द उहाँहरूलाई अब नाम म लिन चाहन्न, सबैले गर्नुभएको छ, त्यसमा उहाँहरूलाई धेरै धेरै धन्यवाद र पशुपति फाउन्डेसन आगामी दिनहरूमा पनि उहाँहरूको सहयोगको अपेक्षा गर्न चाहन्छ र यस कार्यक्रमलाई बिहान र बेलुका आरती र बिहानको पूजाको कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेदेखि उठेर जुन गुरु विष्णु पौड्याल जुन आउनुभएको छ उहाँलाई पनि हामी पशुपति फाउन्डेसन परिवार धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छ र सम्पूर्ण जो आउनुभयो जो आउनु भएन उहाँहरूको पनि विभिन्न बाध्यताहरू छ होला र हामी त्यसलाई फेरि आगामी दिनहरूमा व्यापक रूपमा गर्ने हाम्रो चाहिँ चाहना छ। जुन मन्दिर बन्दैछ जुन हाम्रो आफ्नो प्रपर्टीमा नेक्स्ट इयर हामी भव्यताका साथ उहाँहरूलाई स्वागत गर्न पाउने जुन हाम्रो आशा छ पक्कै पनि त्यो पुरा हुन्छ, पुरा गर्छौँ, त्यो एउटा दृढता व्यक्त गर्दै सम्पूर्ण आगन्तुक भक्तजनहरूलाई म फेरि पनि पशुपति फाउन्डेसनको तर्फबाट धन्यवाद ज्ञापन चाहन्छु र म यो पशुपति फाउन्डेसनको जुन गुरु हुनुहुन्छ उहाँले चाहिँ जुन 9 दिन एउटा निरन्तर रूपमा आफ्नो परिश्रम यहाँ आएर पूजा गरिदिनु भयो त्यसको लागि हामीले सानो एउटा गुरु दक्षिणा त्यसलाई भेटी भनौँ गुरु दक्षिणा रूपमा दिन गइरहेको छु। त्यो प्लिज हाम्रो एकराजी पनि साथ दिनु होला, उहाँलाई म हस्तान्तरण गर्न